धेरैवटा गुरुङ ड्रेस चेन्ज गरेर मैले कसको गीतमा टिकटक बनाए होला। हेलो एभ्रिवान, छ्याजले नमस्कार। म लीला गुरुङको मिनी भ्लगमा स्वागत छ हजुरहरूलाई। आज चाहिँ मलाई बिहान उठेर एकदम टिकटक बनाउन मन लाग्थ्यो अनि के गीतमा बनाऊँ त नि भनेर सोचेको थिएँ। मेकअप गर्दा गर्दै गीत पनि सोच्छु भनेर मैले मेकअप गर्नतिर लागेँ। फर्स्टमा चाहिँ मैले लभ बमको टोनर लगाएँ। टोनर किन लगाउँछ भन्दा हाम्रो स्किनमा भएको ओपन पोर्सलाई मिनिमाइज गर्नको लागि। लगाएपछि लभ बमको मोइस्चराइजर युज गरेँ जसले चाहिँ हाम्रो स्किनलाई डिहाइड्रेट हुनबाट जोगाउँदछ। मोइस्चराइजर लगाएको 5 मिनट पछि मैले एसपीएफ अप्लाई गरेँ। एसपीएफ ले चाहिँ हाम्रो स्किनलाई लाइटबाट, सनबाट, हिटबाट प्रोटेक्सन गर्नको साथसाथै स्किनलाई हेल्दी, स्मुथ अनि साइनिङ पनि देखाउँदछ। एसपीएफ लगाइसकेपछि मैले मेरो फेसलाई सुहाउने हल्का नर्मल आई मेकअप गरेँ। आई मेकअप भएपछि चाहिँ मेरो फेसलाई र ड्रेसलाई म्याच हुने खालको लिपस्टिक लगाएँ। त्यसपछि आँखामा हल्का लाइनर लगाएँ। मेरो फाइनल लुक्स। टिकटक त बनाउने भन्यो तर कुन कलरको चोला लगाएर बनाऊँ त नि भनेर मैले चाहिँ 1 by 1 गरेर चोलाहरूको कलर चुज गर्दैछु। ड्रेस लगाएपछिको मेरो लुक। ड्रेस चेन्ज गरी गरी मैले मेरो भाइ पवन गुरुङको तारा जस्तै भन्ने गीतमा टिकटक बनाएँ। टिकटक 1 by 1 म नेक्स्ट भिडियोमा अपलोड गर्नेछु। हजुरहरूले पनि युट्युबमा गएर पवन गुरुङ न्यू सङ भनेर सर्च गर्नुभयो भने तारा जस्तै गीत भेट्नुहुन्छ। त्यो गीतलाई चाहिँ लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला, सपोर्ट गरिदिनु होला। मेरो भाइको युट्युब च्यानललाई पनि सब्स्क्राइब गरिदिनु होला। मेरो भाइलाई सफलताको धेरै धेरै शुभकामना। साँच्चै गीतको बोल सुन्दा पनि आनन्द लाग्यो। तारा जस्तै भन्दा छुट्टै पोजिटिभ भाइब्स आयो। तारालाई साराले चिन्छ तर तारालाई साराले गिन गर्न सक्दैन। त्यस्तै गरी अब आउने दिनहरूमा तिम्रो भिडियो, तिम्रो गीतहरू तारा जस्तै अनगिन्ती आओस्। सफलताले छिट्टै तिम्रो जिन्दगीलाई भेट गराओस्। भनिन्छ दया सबैलाई लाग्छ तर माया हर कोहीलाई, साथ सबैलाई दिइन्छ तर आशीर्वाद भन्ने कुरा हर कोहीको निम्ति मात्र निस्किन्छ। यो चेलीको साथ आशीर्वाद हमेशा तिम्रो शिरमाथि छ। छिट्टै सफल भएको देख्न पाऊ। कलाकारी क्षेत्रमा के भविष्य छ र भन्नेहरूको अगाडि एक इतिहास बनेर तिम्रो नाउँलाई लेख्न पाऊ। आकाशको तारालाई जस्तै गरी साराले तिमीलाई चिनेको देख्न पाऊ। तारा जस्तै अनगिन्ती देश विदेशमा तिम्रो यात्रा सुरु भएको हेर्न पाऊ। यो चेलीको मनैदेखिको यही हो चाहना। सफलताको धेरै धेरै शुभकामना मेरो माइती राजा। हजुरहरूले पनि डान्स आउँछ भने डान्स गरेर भिडियो बनाउनु, डान्स आउँदैन भने फोटोमा पनि झ्याउ लाग्छ भने आफ्नो बिजनेस व्यापार छ भने बिजनेस व्यापारको राखेर बनाइदिनु। बाई बाई एभ्रिवान, थ्याङ्क यू फर वाचिङ। भिडियो कस्तो लाग्यो लाइक गरिदिनुहोस्, कमेन्ट गरिदिनुहोस् र सब्स्क्राइब गर्न नभुल्नुहोस्। लट्स अफ माया।